चाहिँ यो थोप्राको है बिग्रेको थोप्रालाई सफार्नु खोजेको र सफार्नु चाहिँ केले भन्दा चाहिँ मोदी केयरको फेसियल गोल्ड है यो गोल्ड किट भन्छ फेसियल गोल्डको चाहिँ फेसियल किटले मेरो अनुहारलाई गोल्ड जस्तो चल्काउन आँटेको कस्तो हुँदो रहेछ गरिसकेपछि तपाईँलाई देखाउँछु र मोदी केयरको प्रडक्टले नै गर्न आँटेको आफ्टर गरिसकेर देखाउने चाहिँ अब दिदीको फोनबाट भयो ल साथीहरू मेरो आफ्टर फेसियलको लुक ओभर चाहिँ यस्तो छ है म कतिको टल्किन्छु साथीहरू यो बत्तीले गर्दा डिस्टर्ब भयो नि मलाई के हो अनि दिएको भए हुन्थ्यो त आजको मैले कपाल ट्रिमिङ गरेँ त्यहाँदेखिको के पो गरेँ स्पा गरेँ त्यहाँदेखि फेसियल गरेँ फेसियल चाहिँ आफ्नै फेसियल किट मोदी केयरको फेसियल किटले गरेँ है गोल्डले र अहिले चाहिँ हाम्रो मोदी केयरकै लिपस्टिक पनि लाउँदैछु हो अन्त यहाँ हाम्रो पार्लरको अलिकति डिस्टर्ब अनर बहिनीले के भन्दैछ तपाईँले लाउनु त सबै मोदी केयरको लाउनु भयो दिदी घरमा पनि सबै मोदी केयरकै चलाउनुहुन्छ होला है भन्नुहुँदैछ अन्त मैले भनेको नि बहिनीलाई स्टुल झुट साबुन सबै हाम्रो मोदी केयरकै चल्छ खाना इभन खाना पनि तेल सब्जी पनि हाम्रो मोदी केयरकै तेलमा पाक्छ नि बहिनी छक्कै पर्नुहुँदैछ अनि अब बहिनीको पार्लर भिजिट गर्न आएको छ मेरो दोकान भिजिट गर्न आउनु ल ल्याउनु आउनु सामानहरू हो ल यस्तो छ साथीहरू मलाई कस्तो देखेको छ प्लिज कमेन्टमा भनिदिनु होला सबै भाइ अब गेट डे भन्नु पनि सकिसक्यो आजको दिन है पार्लरमै साँच्चै नै आज चाहिँ मैले मेरो समय चाहिँ खुद मलाई नै दिएँ लु मलाई भन्दा हतार चाहिँ यहाँ परिरहेको छ छिटो गर्नु भन्दैछ साथीहरू 3:30 भइसक्यो तपाईँलाई दादाले मार्छ भन्दैछ आज आजको समय चाहिँ खुद मैले स्वयं मैले नै दिएँ मलाई नै है सो प्लिज कमेन्टमा भनिदिनु होला साथीहरू मलाई कस्तो देखिरहेको छ ब्युटिफुल देखेँ कि देखेन